हेर्दै हुनुहुन्छ तपाईँले यो नालाहरू खनेर हुँदैन छ र उता पर मेयर साहब बस्नु भएको छ आफै गाडी छ मेयर साहबको आफै गाडी लिएर राख्नु पर्नुहुन्न तर मैले देख्दाखेरि यहाँ तपाईँ आफै खट्दै हुनुहुन्छ कस्तो लाग्छ तपाईँलाई नगर प्रमुख भनेको कहिले काहीँ बसेर पनि काम हुन्छ कहिले एसीमा पनि बस्न सकिन्छ कहिले घाममा पनि जानुपर्छ कहिले पानीमा पनि जानुपर्छ यो सबै मिश्रित हुन्छ तपाईँ बेला जुन सुकै चुनौतीको सामना गर्नुपर्छ हजुर भर्खर आउनुभयो कि पहिलेदेखि नै खटेरै काम गराउँदै हुनुहुन्छ होइन हामी 1 घण्टादेखि यहाँ छु अहिले धन्यवाद वार्डमा थिए अहिले धन्यवाद मेयर साहब यसको लागि ल हेर्दै हुनुहुन्छ तपाईँले यो नाला सबै आफै खटेर आफजोगाएर मेयर साहबले गर्दै हुनुहुन्छ यति भइदिएको भए राम्रो हुन्छ नमस्ते नमस्कार तपाईँ आफ्नो परिचय दिएर 2-4 शब्द यो नाला सम्बन्धी कसरी गर्दै हुनुहुन्छ कसरी भइरहेछ यस सम्बन्धी बोल्न सक्नुहुन्छ मेरो नाम दिपेन्द्र यादव हो म परोहा नगरपालिकाको इन्जिनियर हो हामीले यहाँ पहिला सुरुमा नगरपालिकैबाट त सब्जीदेखिको सुरु गरेका थिएँ अनि यो लैजाने हाम्रो लक्ष्य हो बनटुटुवासम्म तर यो बजेट र सिलिङको परिधिभित्र रहेर अहिले हाम्रो यहाँसम्मको टार्गेट हो जुन त्यहाँबाट हामी अहिले हेर्नुभयो अगाडिदेखि त्यो लेभल लिँदै अहिले त्यो पानी जाने वातावरण मिलाउँदै अनि एउटा लेभलको अहिले लेभल लिँदैछौँ र अहिले आएर फिक्स गरेका छौँ र सेम लेभल यही ट्रान्सफर गरेर बोथ साइड दुईतिरै नाला बनाउने हाम्रो योजना अरू नगरपालिका महापालिका र गाउँपालिकाको इन्जिनियरहरू त कुर्सीमा बसेर काम गर्छ घरि आउँछ गाडीमा चलाउँछ तपाईँको घाममै बसेको देखिरहन्छ तपाईँलाई घाम लाग्दैन होला घाम त किन लाग्नु घाम त सबैले लाग्छ तर ड्युटी त ड्युटी हो अब मेरो विचारमा सबैले गर्छन् होला मैले त्यति भन्न मिल्दैन अब काम नगरिकन त कसरी फिल्डमा आउँछ तैपनि हामीले यो फिल्डमा खटेरै काम